छोरा छोरा भन्नु बुवा। बाबु तिमीले 1 घन्टामा कति कमाउँछौ? त्यही मैले 1 घन्टाको 1000 रुपियाँ जति कमाउँछु बुवा। मलाई 500 रुपियाँ जति चाहिएको थियो बाबु। 500 रुपियाँ लिनु बुवा। कति पैसा चाहिन्छ र? के भयो र? अघि बिहान मसँग भने 500 रुपियाँ लिएर जानुभयो, अनि तपाईँसँग भने 500 रुपियाँ लिएर जानुभयो। अनि तपाईँको बालक पैसासँग मात्र माया छ क्या? तपाईँको त एउटा माया मान्नुहुन्न। ए हो र? ल ठिक छ, म बासिङ कुरा गर्छु। बुवा बुवा ओ बुवा बुवा बाबु त आइस। बाबु तैँले 1 घन्टाको कति कमाउँछस् बाबु? मैले हजुरलाई भने त बुवा बिहानै म 1 घन्टाको 1000 रुपियाँ कमाउँछु के। रोखाइ बाबु यो मलाई किन दिनुभएको बुवा? यो ला 1000 रुपियाँ। मलाई तेरो 1 घन्टा समय देन बाबु। हुन्छ बुवा, मैले बुझेँ तपाईँको मन। हजुरको बुवालाई हजुरको पैसाको जरुरी छैन साथीहरू। हजुरको माया र हजुरको समयको जरुरी छ। माया गर्नुहोस् आफ्नो बुवालाई।